धनकुटामा मात्रै थियो नि त 10 कक्षाको पढाइ हुने त गाउँमा त थिएन। अनि त्यतिकै अब भयो गाउँघरको चलन पनि त्यति बेला बाबुआमाहरू पनि यतिको भए बाबै ढाँटी खाँदैन कसैले होइन भइहाल्यो नि यति भए यसो नेपाली अक्षर लेख्न बोल्ने त्यति बेला त आनन्द लहरी प्रीति लहरी नौरङ्गे डाफाको गीत पढ्ने र अर्को कुरो सिलोक सिलोक अलिअलि पढ्न सक्ने भयो भने भइगयो भन्ने चलन थियो नि त। अनि त्यतिकै स्टप भएको थियो मेरो पढाइ। अनि तपाईँको 2040 सालतिर चाहिँ चुङमाङमा भारतीय मावि त्यति बेला स्थापना भइसकेको थियो। त्यहाँनिर प्राइभेट टेस्टको के अरे परीक्षा दिने व्यवस्था गरियो त्यहाँ। अनि मैले त्यहाँ प्राइभेट टेस्ट पास गरेँ 40 सालतिर। अनि धनकुटा बहुमुखी क्याम्पसमा त्यसको फाइनल दिन आइयो। त्यस बेलामा 4 विषय मैले पास गरेँ होइन। त्यति बेलामा 700 पूर्णाङ्कको थियो। मैले अङ्ग्रेजी, नेपाली, इतिहास, शिक्षा शिक्षण त्यो पास गरेँ। भूगोल, विज्ञान र नेपाली के अरे गणित चाहिँ फेल गरेँ। त्यतिकै छोडियो। त्यसपछि गाउँको सबैजना कोइला खाततिर जाने होइन, कोइला खाततिर पो गइयो है फेरि तपाईँको है। राजनीतिक क्षेत्रतिर लाग्यो फेरि। अनि 49 सालमा चाहिँ गाविस उपाध्यक्ष भएँ। अनि त्यसपछि पढाइलाई हुँदै हुँदै गयो। पछाडि ओजेलमा पढ्दै पढ्दै गयो। मुगा गाविस भइसक्यो। मुगा गाविस भइसकेपछि 49 सालमा बौद्धल। अनि पढाइ त्यतिकै स्टप भयो। अनि पछाडि वैवाहिक जीवनमा बाँधियो। त्यसपछि छोराछोरी भए होइन, छोराछोरी पढाउने यता उता। अनि फेरि अब पढ्नु पो पर्यो है। अब बुढो भइयो, काम गर्न पनि नसकिने, एक त खुट्टाको मेरो समस्या आयो। अनि त्यतिकै साथीहरूले गाउँघरतिर लुडो खेलेको रमित हेर्दै बस्नुभन्दा त यो पो यो मेरो आधा रहेको अधा कल्चर रहेको यो पढाइलाई पुरा गर्नु पर्यो र पास भइयो भने त 11-12 सम्म पढ्नु पर्यो। यसो आफ्नो लेभल पनि मेन्टेन हुन्छ भन्ने। अब म 11 र 12 पढ्ने मेरो लक्ष्य छ। त्यहाँबाट चाहिँ रेस्ट गर्ने, त्यहाँबाट फेरि पढाइमा साह्रै टाउको नदुखाउने इच्छा छ। त्यो बेलाको उसले हौसला जगायो भने फेरि